म बालेन्द्र शाह नेपालको सार्वभौम सत्ता र राजकीय सत्ता नेपाली जनतामा निहित रहेको नेपालको संविधान प्रति पूर्ण वफादार रही सत्यनिष्ठापूर्वक प्रतिज्ञा गर्दै ईश्वर देश र जनताको नाममा शपथ लिन्छु कि प्रधानमन्त्री पदको जिम्मेवारी प्रचलित कानूनको पालना गरी मुलुक र जनताको भलो चिताई कसैको डर नमानी पक्षपात नगरी पूर्वाग्रह वा खराब भावना नलिई ईमानदारीका साथ गर्नेछु र आफ्नो कर्तव्य पालनको सिलसिलामा आफूलाई जानकारीमा आएको कुरा म पदमा बहाल रहँदा वा नरहँदा जुनसुकै अवस्थामा पनि प्रचलित कानूनको पालना गर्दा बाहेक अरू अवस्थामा कुनै किसिमबाट पनि प्रकट वा संकेत गर्ने छैन। धन्यवाद। यसपछि नवनियुक्त सम्माननीय प्रधानमन्त्रीज्यूलाई आफ्नो आसनमा रही शपथ पत्रमा हस्ताक्षर गरिदिनु हुन अनुरोध गर्दछु। राजनीतिक क्षेत्रमा सक्रिय रहेकै बेला 2079 सालमा भएको स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर बालेन्द्र शाह काठमाडौँ महानगरपालिकाको मेयर पदमा विजयी हुनुभएको थियो र उहाँ मेयरको जिम्मेवारीमा रहेका बेला पनि विशेष गरेर काठमाडौँ महानगरको मुहार परिवर्तन हुने गरी शहरको व्यवस्थापन, पारदर्शिता र स्वास्थ्य र शिक्षाका क्षेत्रमा केही ठोस परिवर्तनहरू पनि भएका छन्। कार्यपालिका बैठकको प्रत्यक्ष प्रसारण गरे लगत्तै कार्यपालिकाको बैठक फेसबुक लाइभ मार्फत प्रत्यक्ष प्रसारण गर्ने शुरूआत पनि बालेन्द्र शाहले आफू काठमाडौँ महानगरको मेयर हुँदाखेरिमा शुरूआत गर्नु भएको थियो र उहाँकै कार्यकालमा घरको नक्सा पास, ई हस्ताक्षर र अनलाइन प्रणाली मार्फत सेवा प्रवाहमा सहजता ल्याउने कामहरू पनि भएका छन्। त्यसैगरी यो विशेष गरेर सामुदायिक विद्यालयहरूमा शुक्रबार